महिनावरी महिलाको मात्रै नभएर सबैको सवाल भएकोले मर्यादित महिनावरी व्यवस्थापनको अभियानमा सबैको संलग्नता हुन जरुरी छ। आनीबानी परिवर्तनका विभिन्न औजारहरूमध्ये साङ्गीतिक अभियान पनि एक प्रभावकारी माध्यमको रूपमा साबित भइरहेको यथार्थलाई मध्यनजर गर्दै नेपाल सरकार, फिनल्यान्ड सरकार र युरोपियन युनियनको आर्थिक सहयोग र स्थानीय सरकारको साझेदारीमा सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता सुस्वा परियोजनाले मर्यादित महिनावारी व्यवस्थापनको लागि कर्णाली एलायन्स कदमसँगको सहकार्यमा प्रभावशाली कलाकारहरूको संलग्नतामा विभिन्न साङ्गीतिक अभियानहरू थालनी गर्दै आइरहेको छ। अन्तर्राष्ट्रिय महिला दिवस 2023 को अवसरमा कर्णाली प्रदेशको तत्कालीन महिनावारी सद्भावना दूत एवं लोकप्रिय लोक तथा दोहोरी गायिका सुनिता बुढा छेत्रीले कालीकोटको पलाता र हुम्लाको सर्केगाडमा सचेतनामूलक साङ्गीतिक प्रस्तुति गर्नुभई जनमानसमा विभेदकारी महिनावारी व्यवस्थापनका अभ्यासहरू सहित लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक सन्देश प्रवाह गर्नुभएको थियो। यसैगरी महिनावारी स्वच्छता दिवस 28 मई 2023 को दिन हुम्लाको सिमकोटमा पनि सुनिताले आफ्नो साङ्गीतिक प्रस्तुति मार्फत महिनावारी स्वच्छता व्यवस्थापन र महिनावारी सम्बन्धी विभेद विरुद्ध सचेतनामूलक सन्देश दिनुभएको थियो। सोही अवसरमा सुनिता बुढा छेत्रीले सुस्वा परियोजनाको सहयोगमा निर्मित नेत्र अर्यालको शब्द खेम सेन्चुरी र सुनिता बुढा छेत्रीको स्वर रहेको कथा छोरीको नामक महिनावारी सम्बन्धी सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक गर्नुभएको थियो। सँग जोडिएका विभेदकारी अभ्यासहरूको विरुद्धमा सचेतना जगाउने अभियानलाई निरन्तरता दिँदै लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान 2023 को अवसरमा कालीकोट जिल्लाको पलाता गाउँपालिकामा कर्णाली प्रदेशको तत्कालीन महिनावारी सद्भावना दूत सुनिता बुढा छेत्री र राष्ट्रिय महिनावारी सद्भावना दूत एवं चर्चित लोक तथा देउडा गायिका रेखा जोशीले गीत सङ्गीतको माध्यमबाट आम जनमानसलाई सचेत गराउनु भएको थियो। उक्त साङ्गीतिक कार्यक्रमहरूमा कलाकार इप्सल सञ्जाल र तुलसी विकको पनि प्रस्तुति रहेको थियो। गायिका दय रेखा जोशी र सुनिता बुढा छेत्रीले प्रदेश स्तरीय मर्यादित महिनावारी व्यवस्थापन कार्यशाला गोष्ठीमा पनि आफ्नो प्रस्तुति राख्नु भएको थियो। सद्भावना दूत एवं गायिका सुनिता बुढा छेत्रीले सल्यानको बागचौर र दार्मामा पनि अन्तर्राष्ट्रिय महिला दिवस 2023 को अवसरमा आफ्नो कर्णप्रिय स्वर मार्फत महिला सशक्तिकरण र मर्यादित महिनावारी व्यवस्थापनका लागि दर्शकहरूलाई प्रभावित पार्नु भएको थियो। उक्त कार्यक्रमहरूमा क्रिस छेत्री, भागीरथ चलाउने, रामु खड्का, देवी बस्नेत लगायतका कलाकारहरूको समेत सचेतनामूलक प्रस्तुति रहेको थियो। सुस्वा परियोजना र त्रिपुरा सुन्दरी नगरपालिकाको सहयोगमा लोकप्रिय कलाकार टिका सानुले आफ्नो कथा माइलीको नामक धारावाहिक श्रृङ्खला मार्फत सुरक्षित र भेदभाव रहित महिनावारीका लागि मार्मिक र सन्देशमूलक कथावस्तु समेटेर दर्शकहरूलाई सचेत गराउनु भएको थियो। नानी
यस्तो साना बच्चाहरूलाई छाउगोठमा पठाउनु यो सबै गलत हो भ्रम भनेर भने होइन तपाईँले त भन्नु नमानेको भाइले मेरी छोरीलाई एकचोटि उठाइदिन पायो उठाइदिन्छ कसले गरे त्यो त पत्ता लगाउनु पर्छ म पुलिसलाई फोन गरेर आइहाल्छु टीका सानुले अन्तर्राष्ट्रिय महिला दिवस 2025 को अवसरमा गायक शक्ति चन्दसँग सचेतनामूलक लाइभ दोहोरी गीत पनि प्रस्तुत गर्नुभएको थियो। हे रातिदेखि न त खाना न त पानी पाछु रातिदेखि न त खाना न त पानी पाछु आज मैले के गर्दिन महिनावारी भाछु माझी राई पोखरा फेवातालको। लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान 2024 को अवसरमा कलाकार इप्सल सन्ज्यालले जुम्ला जिल्ला अन्तर्गत हिमा, सिंजा र तनका सुन्दरी गाउँपालिकामा आफ्नो प्रस्तुति मार्फत साङ्गीतिक अभियान सञ्चालन गर्नुभएको थियो। मान्छे चन्द्रमामा पुगिसके अनि मान्छे चाहिँ मङ्गलग्रहमा पुगिसके एउटा तपाईँ बसाइ छिर्ने नपुग्ने छ। अन्तर्राष्ट्रिय महिला दिवस 2025 को अवसरमा कर्णाली प्रदेशको मैनावरी सद्भावना दूत एवं लोकप्रिय लोक तथा दोहोरी गायिका जानकी तारमी मगरले जाजरकोटको नलगाड र रुकुम पश्चिमको 820 कोटमा मैनावरी व्यवस्थापन सम्बन्धी सचेतनामूलक साङ्गीतिक प्रस्तुति गर्नुभएको थियो। जानकीले आफ्ना चर्चित भाकाहरूमा विभिन्न गीतहरू गाएर दर्शकहरूलाई प्रभावित बनाउनु भएको थियो। राष्ट्रिय मैनावरी सद्भावना दूत एवं गायिका रेखा जोशीले जुम्ला जिल्लाको बृहत सिंजा उपत्यका वास सम्मेलन 2082 को अवसरमा खानेपानी, सरसफाई तथा स्वच्छता लगायत मैनावरी व्यवस्थापन सम्बन्धी सचेतनामूलक गीत र कुराकानी मार्फत आम जनतालाई सुसूचित र सचेत गराउनु भएको थियो। हामी सबैको घरमा चर्पी छ, साँच्ची हो? साँचो साँचो बोलिएले पाइने नै ठग्ना कि अलिकति उटपटाङ पनि बोल्दछु कहिलेकै। साँचो साँचो बोलिएले पाइने नै ठग्ना कि एकै कुरो सोधियो कहाँ जान्छौ अग्ना कि कहाँ जानुहुन्छ? टोइलेट जानुहुन्छ? महिनावारी भएको बेला जानुहुन्छ कि नै? छुई भएको बेला भन्दछन् सायद जुम्लामी। छुई भएको छाउ भएको बेला कहाँ जान्छौ? त्यही टोइलेट जाँदछौ कि अर्को टोइलेट छ? एकै टोइलेट है। ओहो, एकदम खुसी लाग्यो आज चाहिँ यो सरसफाई युक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रममा मलाई महिनावारी सम्बन्धी पनि यति परिवर्तन भएको देख्दा खुसी लाग्यो। महिनावरीसँग जोडिएका कुसंस्कारहरूको विरुद्धमा सचेतना अभिवृद्धि गर्न विभिन्न कलाकारहरू एवं प्रख्यात व्यक्तिहरू मार्फत टिकटक, फेसबुक र इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालको माध्यमबाट सचेतनामूलक सन्देश प्रवाह गर्नुभएको थियो। बाबा, म हिजो छाउगोठमा सुतिरहँदा पल्ला गाउँको काकाले मलाई छुन खोज्यो। अनि आमा, म पानी पिउन जाँदा मलाई धारा किन छुन दिँदैन? मलाई खाना अपमानजनक तरिकाले दिन्छौ। अनि बाबा, बाटोमा मन्दिर छ भनेर 1 हप्तासम्म म विद्यालय जान पाउँदिनँ। अरू त अरू आमा, म किन हजुरहरूलाई छुन समेत पाउँदिनँ? के यो प्रत्येक महिनामा हुने रजस्वला श्राप हो? यदि श्राप नै हो भने किन यसले एक सक्षम महिलाको पहिचान व्यक्त गर्छ आमा? किन नयाँ जीवन प्रदान गर्छ आमा? अनि यदि श्राप होइन भने किन सजाय दिन्छु आमा? नमस्कार, म सिर्जना बडुवाल। महिनावारी कुनै पाप होइन, यो त प्रकृतिको वरदान र सृष्टिको सुन्दर प्रक्रिया हो। यो अछुत वा अपवित्र अवस्था होइन, यो त मानव जीवनको पवित्र सुरुवाती हो। किनकि
महिनावारी नभएमा मानव जीवनको उत्पत्ति सम्भव हुँदैन। त्यसैले महिनावारी लुकाउने होइन, बुझ्ने विषय हो। आजैबाट छौपडी प्रथाको अन्त्य गरौँ, नारीलाई अपमान होइन सम्मान गरौँ। धन्यवाद।